आज म जुन मुभी एक्सप्लेनेसन्स गर्नेछु यसले तपाईको मन छुन्छ र यो चलचित्र सन् 2007 मा आएको ताइवानी चलचित्र द सिक्रेटबाट प्रेरित छ। यस कथाको अन्त्यमा केही यस्ता राजहरू खुल्छन् जसलाई देखेर हरेक मानिस एक पलको लागि सोचमा पर्छ। कथाको सुरुवात एउटा केटाबाट हुन्छ जसको नाम जुन हो। जुन एउटा धेरै प्रतिभाशाली पियानो विद्यार्थी थियो र यही कारणले उनले जर्मनीमा बसेर संगीतको उच्च शिक्षा गरिरहेका थिए। एक दिन त्यहाँ केही मानिसहरूले उनको अन्तर्वार्ता लिइरहेका थिए, तर जुनले पियानो बजाउन सुरु गर्न साथ नै उनको हृदयमा अचानक एउटा पीडा हुन थाल्यो। उनी मञ्चमा नै ढल्किएर बेहोस भए। अब दृश्य परिवर्तन हुन्छ। केही दिनपछि जर्मनीबाट फर्केर दक्षिण कोरिया आइसकेका थिए। उनको परिवारमा मात्र उनी र उनको बुबा थिए। फर्केर आएपछि जुनले इन्स्ट्रुमेन्टल संगीतको पाठ्यक्रमका लागि विश्वविद्यालयमा भर्ना लिए। त्यहाँ उनको भेट एउटी केटीसँग हुन्छ जसको नाम हेन हो। हेनले उनलाई विश्वविद्यालयको कक्षा देखाउन मद्दत गर्छिन्। यसै बीचमा उनले जुनलाई एउटा पुरानो भवनको बारेमा बताइन्। उनले भनिन् कि यो भवन धेरै पुरानो छ र यसलाई चाँडै नै भत्काएर फेरि पुनर्निर्माण गरिनेछ। तबै जुनलाई त्यो भवनभित्र पियानो बजाउने आवाज सुनियो। उनले हेनलाई धन्यवाद दिएर भित्र गए। घुम्दै घुम्दै उनी अन्ततः एउटा पुरानो पियानो कोठामा पुगे। त्यहाँ उनले हेर्दा एउटी केटीले पियानोको तल केही खोजिरहेकी थिइन्। जुन उनको नजिकै गएर भने, "हेलो, मेरो नाम जुन हो। तिमी यहाँ तल के खोजिरहेकी छौ?" केटीले एउटा प्यारी मुस्कान साथ भनिन्, "मेरो नाम सु हो।" जुनले सोधे, "अलिकति अघि मलाई यहाँबाट पियानो बजाउने आवाज आइरहेको थियो। के त्यो तिमीले बजाएकी हो?" सु मुस्कुराउँदै भनिन्, "हो, त्यो मैले नै बजाएकी हुँ।" अनि सुले भनिन्, "मैले तिमीलाई आज पहिलो पटक देखेकी छु। के तिमी नयाँ विद्यार्थी हो?" जुन भने, "हो, म यहाँ नयाँ आएको हुँ। म इन्स्ट्रुमेन्टल म्युजिकको जुनियर कक्षामा हुँ र आज मेरो पहिलो दिन हो।" सुले पनि जुनलाई बताइन् कि उनी दुवै एउटै कक्षामा हुन्। कुराकानीको बीचमा जुनले उनको कपालबाट केही सफा गरे। जुन देखेर सुलाई अलिकति राम्रो लाग्यो। त्यसपछि दुवै सँगै कक्षातिर लागे। त्यहाँ शिक्षकले उनीहरूलाई पियानोको एउटा प्रसिद्ध कवि सोपिनको बारेमा पढाइरहेका थिए। कक्षाको समयमा जुन र सुको बीच इसारामा धेरै कुरा हुँदै थियो र जुनलाई हेरेर सुको अनुहारमा सधैँ एउटा प्यारी मुस्कान बनिरहन्थ्यो। कक्षा सकिएपछि जुनले सुलाई वरपर खोज्न थाले, तर उनी उनलाई कतै पनि देखिदिनन्। तबै अचानक सु पछाडिबाट आउँदै उभिन्। भनिन्, "के तिमी मलाई खोजिरहेका थियौ?" जुन हच्किसाउँदै भने, "होइन त, म तिमीलाई किन खोज्ने?" यो सुनेपछि सु भनिन्, "ठिक छ, बाई।" र उनी जान थालिन्। तबै जुनले उनलाई सोधे, "कोठामा तिमीले आज पुरानो पियानो म्युजिक बजाइरहेकी थियौ, त्यो पिसको नाम के हो?" यस कुरामा सु नजिक आउँदै हल्का मुस्कान साथ भनिन्, "त्यो त एउटा गोप्य कुरा हो। म तिमीलाई त्यसको बारेमा भन्न सक्दिन।" यो भनेर सु त्यहाँबाट हिँडिन्। जुनले उनलाई आवाज लगाए, तर उनको आवाजको जवाब सुले होइन, हेनले दिइन्। केही समयपछि जब जुन र सुसँगै हिँडिरहेका थिए, तबै अचानक जुनको साथी आयो। उसले उनलाई मञ्चमा लगेर ट्यारो कार्डबाट एउटा छनौट गर्न भन्यो। जुनले केही नसोचेकै एउटा कार्ड उठाए। उनको साथीले कार्ड हेरेर भन्यो, "तिमीलाई भर्खरै कसैसँग पहिलो नजरमै प्रेम भएको छ र त्यो केटीले पनि तिम्रो लागि त्यस्तै महसुस गर्छिन्।" तर उनको अनुहारमा सानो मुस्कान आइहाल्यो। अर्को कक्षामा जुनले आफ्नो वरिपरि सुलाई खोज्न थाले, तर उनी कतै पनि देखिदिनन्। यसै बीचमा हेनले सोचिन् कि सायद जुनले उनलाई हेरिरहेका छन्। उनले जुनसँग सोधिन्, "के तिमी मलाई खोजिरहेका छौ?" जस्तै हेनले जुनलाई मन पराउँथिन्। रातमा जुन फर्केर आफ्नो घर आए र यहाँ हामीलाई थाहा हुन्छ जुनका बुबा अरू कोही होइनन्, उही कलेजका प्राध्यापक हुन्। तर उनी एउटा बुबाको जस्तो होइन, एउटा साथीको जस्तै जुनसँग व्यवहार गर्थे। जुनले आफ्ना बुबासँग सोधे, "बुबा, तपाईलाई कलेजको वरिपरि कुनै राम्रो ठाउँको बारेमा थाहा छ?" जुनका बुबाले तुरुन्तै भने, "अच्छा, त अब तिमी कसै केटीसँग मिल्न जान चाहन्छौ?" जुन लज्जित भए र भने, "होइन, बताउनु छ भने बताउनुस्। यति व्यक्तिगत किन हुनुहुन्छ?" अर्को दिन कलेजमा जब कक्षा चलिरहेको थियो, तबै हेनले बारम्बार जुनलाई हेरिरहेकी थिइन्। उनलाई यसरी हेरेकोमा अचानक शिक्षक बोल्न थाले, "हेन, पछाडि के हेरिरहेकी छौ? अगाडि कक्षामा ध्यान दिऊ।" अनि शिक्षकले उनसँग एउटा प्रश्न सोधे, तर हेनलाई त्यसको जवाब आएन। तबै जुनले आफ्नो कापीमा उत्तर लेखेर उनलाई देखाए। जुन हेरेर हेनले सही उत्तर दिइन्। कक्षा सकिएपछि हेनले जुनलाई मद्दतको लागि उपहार दिन लागेकी थिइन्।
तर तबै जुनलाई फेरि त्यही पियानो बजाउने आवाज सुनियो र तुरुन्तै त्यो ठाउँतिर लागे। उनी सिधै त्यही पुरानो पियानो कोठामा पुगे र जस्तो पहिलो पटक भएको थियो यो पटक पनि उनलाई त्यहाँ सु भेटिन्। सुले प्यारी मुस्कान साथ भनिन्, कस्तो छौ? धेरै दिनपछि देखिए। जुनले सोधे, तिमी यति दिनदेखि कक्षामा किन आउँदैनौ? सुले अलिकति मजाकमा भनिन्, किन? तिमीलाई मेरो सम्झना आइरहेको थियो कि? जुनले देखे कि सुले आर्थर बाइन्डरको संगीत पुस्तक खोजिरहेकी थिइन्, तर उनलाई त्यो पुस्तक त्यहाँ भेटिएन। त्यसपछि दुवैसँगै तालको किनारमा घुम्न गए र आपसमा कुराकानी गर्न थाले। जुनले भने, म जर्मनीमा पढाइ गरिरहेको थिएँ, तर केही कारणहरूको कारणले मलाई फर्केर दक्षिण कोरिया आउनु पर्यो। सुले मजाकमा सोधिन्, कही त्यो कारण म नै त होइन? के तिमी मेरो लागि फर्केर आएका हो? जुन मुस्कुराउँदै भने, होइन, बस मेरो लागि जर्मनीको भाषा बुझ्न गाह्रो थियो। यहाँ फर्केर आएर राम्रो लागिरहेको छ। केही समयपछि हामीले देख्छौं कि जुनले हेनलाई पढाउन मद्दत गरिरहेका थिए, तर हेनले पढाइ छोडेर फोन चलाउन थालिन्। वास्तवमा पढाइ त एउटा बहाना मात्र थियो। हेनले जुनसँग समय बिताउन चाहन्थिन्। जुनले उनलाई भने, म यति व्यस्त भएर पनि तिम्रो मद्दत गरिरहेको छु र तिमी फोन चलाइरहेकी छौ। तबै उनले फोन हेरेर भनिन्, केही दिनमा हाम्रो स्कुलमा एउटा पियानो प्रतिस्पर्धा हुनेछ र जसले त्यसमा जित्छ उसलाई आर्थर बाइन्डरको नयाँ संस्करणको पुस्तक पाउनेछ। आर्थर बाइन्डरको नाम सुनेर जुनलाई सुको सम्झना भयो। उनले सोचे, त्यो दिन सुले पनि त त्यही पुस्तक खोजिरहेकी थिइन्। अब हेनले जुनसँग अनुरोध गर्न थालिन्, के तिमी कृपया त्यो प्रतिस्पर्धामा सहभागी हुन्छौ? मलाई त्यो पुस्तक चाहिन्छ। जुनले अहिलेसम्म निर्णय गर्न सकेका थिएनन्, किनभने धेरै समयदेखि उनले पियानो बजाउन छोडिसकेका थिए। रातमा जुन घर आएर यसै कुरामा सोचिरहेका थिए, के उनले फेरि पियानो बजाउनु पर्छ? के उनले यो संगीत समारोहमा भाग लिनुपर्छ? अर्को दिन धेरै जोडको पानी परिरहेको थियो। त्यही अर्कोतर्फ सु एक्लै पुरानो पियानो कोठामा बसेकी थिइन्। पानीका थोपा उनमाथि पनि पर्दै थिए। यसैले उनले उठेर झ्याल बन्द गर्न कोसिस गरिन्। तर जस्तो हामीलाई थाहा छ, यो भवन धेरै पुरानो थियो। यस कारणले झ्याल बन्द हुन सकिरहेको थिएन। तबै अचानक पछाडिबाट कोही आयो र उनलाई मद्दत गर्यो। सुले पछाडि फर्केर हेरिन्, त यो अरू कोही होइन, जुन नै थिए। जुनलाई यति नजिकबाट हेर्दा सुको हृदय एउटा पलको लागि सबै कुरा शान्त भएको थियो र उनी दुवैको बीचमा एउटा मौन छायो। तबै उनी दुवैले झ्यालको तल हेरे। त्यहाँ विद्यार्थीहरूले आफ्नो प्रेमी/प्रेमिकाको नाम लेखेका हुन्थे। सुले उनसँग भनिन्, तिम्रो नाम लेखिदिऊ। जुनका त्यही दुई साथीहरू त्यहाँ आइपुगे। तिनीहरूले देखे कि जुन कसैसँग कुरा गरिरहेका छन्। उनको एउटा साथीले झ्यालको नजिक गएर पर्दा हटायो। तर आश्चर्यको कुरा यो थियो कि उनले सुलाई हेरे, तर उनले जुनसँग केही भनेनन्। ती दुवै अब फर्केर गए। दिन, तिमी कक्षा किन यति बन्द गर्छौ? के तिमी मसँग केही लुकाउँदैछौ? अनि उनले अलिकति हच्किचाउँदै सोधिन्, के तिम्रो कुनै प्रेमी छ? सु मुस्कुराउँदै भनिन्, होइन त। यो सुनेर जुनको अनुहारमा एउटा हल्का मुस्कान आयो अनि उनी दुवै सँगै मिलेर पियानोमा जोडी बजाउन थाले। जर्मनीबाट आएपछि आज पहिलो पटक जुनले पियानोलाई छोएका थिए। तर आश्चर्यको कुरा यो थियो कि त्यो पटक उनलाई बजाउनमा कुनै समस्या भएन। वास्तवमा जुनको एउटा दर्दनाक अनुभव पियानोसँग जोडिएको थियो र यही कारणले उनले पियानो बजाउन छोडिसकेका थिए। सुले उनलाई एउटा सिडी पसलमा लगेर आइन्। उनले भनिन्, यो ठाउँ मलाई धेरै मनपर्छ, म प्राय यहाँ आउने गर्छु। त्यहाँ उनी दुवैले एउटा सानो खेल खेले। खेल यो थियो कि दुवैले आफ्नो मनपराएको एउटा गीत उठाउने र एकअर्कासँग साट्ने। दुवैले आफ्नो आफ्नो गीत छनौट गरे र जस्तो नै साटे। दुवै आश्चर्यचकित भए, किनभने ती दुवैले नै एउटै गीत छनौट गरेका हुन्थे। आजको पूरा दिन उनी दुवैले एकअर्काको साथमा बिताए। रातमा जुनले सुलाई उनको घरसम्म छोड्न आए। सुले अगाडि हरियो रङको ढोका देखाएर भनिन् कि त्यो उनको घर हो। जुनले भने, त्यसो भए म तिमीलाई अलिकति अगाडि आएर छोडिदिन्छु। तर सुले तुरुन्तै मानिनन्। उनले भनिन्, यदि मेरी आमाले मलाई कुनै केटाको साथ देखिन् भने उनी मलाई हजारौं प्रश्नहरू सोध्नेछिन्। दुवैले हल्का मुस्कान साथ बिदा भने। सु जान थालिन्। तबै जुनले उनलाई रोकेर भने, के तिमीले मलाई तिम्रो नम्बर दिन्छौ? तर यहाँ सुले भनिन्, म फोन चलाउँदिन। यो
सुनेर जुन एउटा पलको लागि पूर्ण रूपले आश्चर्यचकित भए। उनले सोचे, आजको युगमा पनि कोही फोन बिना कसरी बस्न सक्छ? र यही कारणले उनले सोच्न थाले कि सु अरूभन्दा पूर्ण रूपले फरक छिन् र सायद यही कुराले जुनलाई उनको यति नजिक ल्याएको थियो। अब जुन घर जान थाले, तर बाटोमा उनलाई सम्झना भयो कि उनले गीत त सुलाई दिन नै बिर्सिसके। ऊ तुरुन्तै फर्के, तर त्यस बेलासम्म सु आफ्नो घरभित्र गइसकेकी थिइन्। अब घर आएर जुनले पहिलो पटक एक्लै पियानोलाई छुन हिम्मत गरे। उनले मनबाट एउटा मृदु मेलोडी बजाए र पियानोको त्यो धुन उनको आफ्नै भावनासँग जोडिएको थियो। उनका बुबा त्यहाँ आए र आश्चर्यले भने, जुन, तिमी र पियानो, यो के भयो तिमीलाई? केही दिन अघिसम्म जुनले पियानोको नाम सुनेर नै रिसाउँथे र आज उनी आफै यसलाई बजाउँदैछन्। उनका बुबाले सोचे, निश्चय नै कुनै केटी उनको जीवनमा आएकी छ र त्यसबेला उनले जुनलाई 2 सङ्गीत समारोहका टिकटहरू दिए र भने, यो शुक्रबार तिम्रो आमाको सङ्गीत समारोह छ। धेरै गाह्रोले मैले 2 टिकटको इन्तजाम गरेको छु। आफ्नो प्रेमिकासँग जाऊ। यहाँ एउटा अर्को सत्य सामने आयो। जुनकी आमा कोरियाकी एउटा धेरै नै प्रसिद्ध पियानो वादक हुन्। तर जब जुन साना थिए, उनको आमा बुबाको सम्बन्ध विच्छेद भयो। उनकी आमा आफ्ना सपनाको पछि लाग्दै जुनबाट टाढा गइन्। जुनले आफ्नी आमालाई मनबाट सम्झन्थे र त्यही पीडाले पियानोसँगको उनको सम्बन्ध तोडिदिएको थियो। त्यस बेलादेखि उनलाई पियानो बजाउन मन पर्दैन थियो। अर्को बिहान सुले आफ्नी आमासँग घरको काममा मद्दत गरिरहेकी थिइन्। उनी धेरै खुसी देखिन्थिन्। उनको अनुहारको मुस्कानले देखेर उनकी आमाले बुझिन् कि निश्चय नै कुनै केटो छ। उनले सोधिन्, त्यसो भए त्यो भाग्यशाली केटो को हो? सुरुमा सुले लुकाउने कोसिस गरिन्, तर पछि मानिन्। उनकी आमाले भनिन्, त्यसो भए तिमी मलाई उनसँग कहिले बिताउँछौ? सु चुप लागिन् र अनि उनले एउटा अनौठो उत्तर दिइन्। उनले भनिन्, उनसँग तपाईलाई भेटाउन धेरै नै गाह्रो छ, सायद असम्भव पनि। अर्कोतर्फ स्कुलबाट सबै विद्यार्थीहरू सङ्गीत कक्षतिर जाँदै थिए। आज त्यही पियानो प्रतिस्पर्धा हुने थियो जसको बारेमा हेनले जुनसँग कुरा गरेकी थिइन्। हेन र सु पनि कक्षतिर जाँदै थिए। यो प्रतिस्पर्धामा कुल 5 चरण हुने थिए। सबैभन्दा पहिले जुनको प्रतिस्पर्धी आयो र एउटा कठिन गीत बजायो। त्यसपछि जुनले त्यही गीत र अझ राम्रो तरिकाले बजाए। सबै मानिसहरू आश्चर्यचकित भए। प्रत्येक चरणमा जुन अगाडि बढ्दै गए र अब अन्तिम चरण आयो। अन्तिम चरणमा जुन र उनको प्रतिस्पर्धीले सँगै पियानो बजाए र यो पटक जुन सङ्गीत गीत थियो त्यो सबैभन्दा कठिन थियो। एउटा यस्तो गीत जुन मात्र एउटा धेरै अनुभवी कलाकारले बजाउन सक्थे। जुनका औँलाहरू कुञ्जीहरूमा नाचिरहेका थिए र श्रोताहरू शान्त भएर ती दुवैलाई सुनिरहेका थिए। अन्तिम चरणको सङ्गीत धेरै नै चारु र प्राविधिक हुन्छ। यस गीतमा पियानोको कुञ्जीमा औँलाको नियन्त्रण सबैभन्दा महत्त्वपूर्ण थियो। तर विद्यार्थीहरूले यो देखेर आश्चर्यचकित भए कि जुनले कुनै गल्ती बिना नै यो मुस्किल गीत धेरै सजिलैसँग बजाए। तर अब के थियो? अन्त्यमा प्रतिस्पर्धा जुनले जिते। हेन र सु दुवै धेरै खुसी थिए र जुनलाई पुरस्कार मिल्यो, आर्थर बाइन्डरको दुर्लभ सङ्गीत पुस्तक। र त्यस समयमा हेन उनको नजिक आएर भनिन्, वाह जुन, तिमी त धेरै राम्रो पियानो बजाउँछौ। जुनले मजाकमा भने, चाहे जति पनि प्रशंसा गर, तर म यो पुस्तक तिमीलाई दिने छैन। हेन पनि हाँसिन्। टाढाबाट सुले यो सबै कुरा हेरिरहेकी थिइन्। जुन र हेनलाई सँगै हाँस्दै देखेर उनलाई राम्रो लागेन, त्यसैले उनी त्यहाँबाट हिँडिन्। केही समयपछि जुन त्यही पुरानो प्यारो कोठामा सुको प्रतीक्षा गरिरहेका थिए। उनलाई थाहा थियो कि यो प्रतिस्पर्धा उनले मात्र यसै कारणले जितेका हुन् ताकि त्यो पुस्तक उनले सुलाई दिन सकुन्। तर समय बित्दै गयो, साँझ ढल्यो र रात भयो, तर सु आउन्नन्। जुन उदास भएर घर फर्केर आए। घर गएर उनको अनुहारको उदासीलाई देखेर उनका बुबाले सोधे, के भयो बेटा, तिम्रो अनुहार किन लट्किएको छ? तर जुन चुप लागे। उनको कुनै पनि कुराको उनले जवाफ दिएनन्। अर्को दिन हामीले सुलाई त्यही पियानो कोठामा झ्यालको नजिक बसेको देख्छौं। उनी तल हेरिरहेकी थिइन् र त्यहाँ लेखेको थियो, म तिमीलाई सम्झन्छु सु, जुन केही दिन अघि जुनले लेखेका थिए। तबै सुले देखिन् कि तल जुन उभिरहेका छन् र उनको नजिक हेन आएर उनको साइकलमा सँगै हिँड्न भनिरहेकी छिन्। तर जुनले यो पटक मानेनन्। माफ गर्नुहोस्, आज मलाई केही काम छ, हेनले भनिन्। ठिक छ, आज माफ गरिएको छ, तर अर्को पटक तिमीले जानै पर्छ। यति भएकोमा सुले तल आइपुगिन्। अलिकति मजाक गर्दै उनले भनिरहेकी थिइन्, वा केटीहरू त तिम्रो वरिपरि घुमिरहेका छन्। तर जुन रिसाए र
केही भनेनन्। सुले सोधिन्, के भयो? जुनले भने, हिजो तिमी हराएर कहाँ गएकी थियौ? मैले तिमीलाई हरेक ठाउँमा खोजिरहेको थिएँ। सुले माफी मागेर बताइन् कि हिजो घरमा केही महत्त्वपूर्ण काम आएको थियो। तबै जुनले आफूले जितेको अर्थर बाइन्डरको पुस्तक उनलाई दिए र भने, खोलेर हेर। सुले पुस्तकको अन्तिम पृष्ठमा हेरिन्। त्यहाँ जुनको फोन नम्बर लेखेको थियो। उनी खुसी भइन् र बुझिन् कि जुनले यो प्रतिस्पर्धा मात्र उनको लागि जितेका थिए। जुनले फेरि सुलाई आफ्नो घर लगेर आए। सुले सोधिन्, तिम्रा बुबा कहिले आउनेछन्? जुनले भने, आज उनीहरूको धेरै बैठकहरू छन्, उनी ढिलो आउनेछन्। तबै सुले घरको फोटो फ्रेममा केही हेरिन् र उनको होस उड्यो, किनभने उनलाई थाहा भयो कि जुनका बुबा अरू कोही होइनन्, तिनीहरूको स्कुलका प्राध्यापक नै हुन्। जुनले सुको लागि आफ्नो विशेष इटालियन खाना बनाए। सु मुस्कुराउँदै भनिन्, खाना त धेरै स्वादिष्ट छ। खाना खाएपछि सुले सम्झाइन्, तिमीले सोधेका थियौ नि, त्यो दिन म पुरानो पियानो कोठामा के बजाइरहेकी थिएँ? आऊ आज बताउँछु। उनले जुनलाई लगेर उनको घरको पियानोमा एउटा मेलोडी बजाइन् र जुनलाई सिकाइन्, तर साथै एउटा अनुरोध गरिन् कि यसलाई कहिल्यै पनि बिर्सेर त्यो पुरानो पियानो कोठामा नबजाउनु। त्यो दिन दुवैले धेरै समय एकअर्काको साथमा बिताए। दुवैले एकअर्काको साथ पाएर धेरै खुसी थिए। दुवैले आफ्नो समय धेरै रमाइलो गरिरहेका थिए। रातमा दुवै बाहिर चन्द्रको प्रकाश मुनि बसेका थिए र एउटा यस्तो क्षण बन्यो जहाँ उनी दुवैले एकअर्कालाई चुम्बन गर्यो। केही समयपछि जुनले सुलाई साइकलमा छोड्न जाँदै थिए। सुले उनको पिठ्युमा टाउको राखेर आँखा बन्द गरेर लेटिसकेकी थिइन्। उनको अनुहारमा एउटा शान्ति थियो, जस्तो रात मात्र ती दुवैको लागि बनेको हो। सुको घर पुगेपछि जुनले उनलाई टिकट दिए। उनले भने, भोलि साँझ 5 बजे म तिम्रो स्कुलको बाहिर प्रतीक्षा गर्नेछु। दुवैसँगै सङ्गीत समारोह जानेछौ। अर्को दिन जुनले 5 बजेदेखि नै स्कुलको बाहिर प्रतीक्षा गरिरहेका थिए, तर समय बित्दै गयो। 6 बजे भयो, अनि 7 बजे भयो, तर सु आइनन्। जुन उदास भए। तबै पानी पर्न थाल्यो। उनी भिज्दै निस्केर त्यहाँबाट जान थाले। तबै हेनले आफ्नो छातासँग त्यहाँ आइपुगिन्। उनले सोधिन्, जुन के भयो? तर जुनले केही भनेनन्। उनले आज एक्लै नै आफ्नी आमाको सङ्गीत समारोह हेर्न गए। समारोहपछि उनले आफ्नी आमासँग भेटे र धेरै समयसम्म दुवैले कुरा गरे। जुनले भने, पियानो कवि अर्थर बाइन्डरले पनि कुनै केटीसँग प्रेम गर्थे, तर तपाईलाई सायद मात्र पियानोसँग मात्र प्रेम छ। रातमा घर आएर जुनले आफ्नो फोन जाँचे कि सायद सुले उनलाई कल गरेकी वा केही सन्देश पठाएकी हुन्, तर न त कुनै कल थियो न त कुनै सन्देश। अर्को दिन स्कुलमा सु थिएनन्। हेनले जुनको नजिक आएर भनिन्, आज चलचित्र हेर्न चलौं? जुनले सोधे, तिमीसँग सुको नम्बर छ? हेन आश्चर्यचकित भएर सोधिन्, सुको सु? म त कुनै सुलाई चिन्दिन। जुनले यो सुनेर आश्चर्यचकित भए। उनले स्कुलका शिक्षकहरूसँग जाँदै सोधे। बस सबैको एउटै जवाफ थियो, यहाँ सु नामकी कुनै पनि केटी पढ्दैनन्। जुनको गोडा मुनिको जमिन खस्कियो। उनी पूर्ण रूपले आश्चर्यचकित थिए, परेशान थिए कि सु, जसलाई उनी चिन्छन्, रोज स्कुलमा भेट्छन्, जसको साथ उनले यति समय बिताए, उनी अन्त्यमा को हुन्? जुनले तुरुन्तै सुको घर गए। ढोका घन्टी बारम्बार बजाए, तर कुनै प्रतिक्रिया आएन। अर्को दिन जुन र हेनले अर्केस्ट्रा अभ्यास गरिरहेका थिए। हेनले उनसँग सोधिन्, के तिमीलाई स्कुलमा कसैमाथि आकर्षण छ? जुनले बिस्तारै भने, हो, एउटी केटी जो मलाई धेरै मन पर्छिन्। हेनले बुझिन्, वा सायद गलत बुझिन्। उनले सोचिन् कि जुनले उनको कुरा गरिरहेका छन्। केही समयपछि जुन एक्लै सङ्गीत सुनिरहेका थिए। तबै हेन आएर उनको छेउमा बसिन्। उनले उनलाई भनिन्, म पनि तिम्रो लागि त्यस्तै महसुस गर्छु। र अनि हेनले उनलाई चुम्बन गरिन्। तर त्यसै समयमा जुनको नजर बाहिर गयो र उनले देखे कि सु बाहिर छिन्। सुले दुवैलाई चुम्बन गर्दै देखेर त्यहाँबाट तुरुन्तै दौडिन्। जुनले उनको पछि लागे। यस दौरानमा उनले उनलाई धेरै आवाज लगाए, तर उनी रुकिनन्। धेरै गाह्रोले जुनले उनलाई रोके। हामीले देख्छौं कि सु रुँदै थिइन्। सुले आफ्ना आँसुले भरिएका आँखासँग जुनलाई भनिन्, जे मैले अहिले देखेँ त्यो सबै झुट थियो, होइन र? उनको आवाजमा एउटा टुटेको आशा र एउटा बेचैनी लुकेको थियो। जुनले उनलाई बुझाउन लाख प्रयास गरे कि उनले जे अहिले देखे त्यो सत्य होइन। तबै सुले बताइन्, म स्कुलबाट ड्रप आउट गर्दैछु। यो सुनेर जुन आश्चर्यचकित भए। उनले भने, किन? तिमी मसँग सत्य किन लुकाउँदैछौ? कृपया मलाई भन। उनले भने, मैले तिम्रो बारेमा सङ्गीत विभागबाट पनि सोधे, तर उनीहरूले त भने स्कुलमा सु नामकी कुनै पनि केटी छैनन्। त्यसो भने के तिम्रो नाम पनि झुट थियो? सुले भनिन्, त्यो दिन म सङ्गीत समारोह जान चाहन्थे जुन, तर केही यस्तो भयो कि
चाहेर पनि आउन सकिन। उनको कुरा अधुरो रह्यो किनभने तबै हेन आइपुगिन् जो जुनलाई खोजिरहेकी थिइन्। सुलाई देखेर हेन त्यहाँबाट जान थालिन्, तर जुनले भने, यदि तिमी बिना कुरा गरेकै गइन् भने मैले बुझ्नेछु कि सबै कुरा सकियो। सुले मात्र यति भनिन्, ठिक छ, र हिँडिन्। अर्को दिन जुन कक्षामा एक्लै बसेका थिए, उदास र खाली। तबै हेन उनको नजिक आएर भनिन्, तिमी मसँग केही कुरा गर्न चाहन्नौ? उनले उनलाई भनिन्, मलाई लाग्थ्यो कि तिमी पनि मलाई मन पराउँछौ, तर अब सायद तिमीले मलाई मन पराउँछौ वा होइन, म तिम्रो पछि छोड्ने छैन। केही दिन पछिदेखि जुन पूर्ण रूपले परिवर्तन भएका थिए। उनी हरेक समय उदास हुन थाले। न उनलाई भोक लाग्थ्यो, न निन्द्रा आउँथ्यो, न कसैसँग कुरा गर्थे। हरेक समय उनी सुलाई नै सम्झिरहेका हुन्थे। उनी बारम्बार पुरानो पियानो कोठामा जान्थे, यो सोचेर कि सायद त्यही मेलोडीसँग सु फेरि उनलाई देखिन्। तर त्यो दिन पछिदेखि सु उनलाई कहिल्यै भेटिनन्। केही महिना यसै गरी बिते, तर सु कहिल्यै आउन्नन्। एक दिन जुन आफ्नो कोठामा बसेका थिए, तबै उनका बुबा आएर उनको छेउमा बसे। उनले उनलाई हेरेर बुझे कि उनको दुःख के हो। उनले भने, एउटा कुरा मैले आफ्नो जीवनबाट सिकेको छु, प्रेममा समय बहुत महत्त्वपूर्ण हुन्छ। यदि सही समयमा निर्णय नलिइयो भने जीवनबाट धेरै कुरा हराउँछ। उनले भने, म चाहन्न कि तिमी पनि मेरो जस्तै त्यही गल्ती गर। अर्को दिन जुनले फेरि सुको घर गए। ढोका घन्टी बजाए, तर भित्रबाट कुनै प्रतिक्रिया आएन। जुनले सुको लागि संगीत समारोहका टिकटहरू लिएर घरको बाहिर छोडिदिए। कहीँ न कहीँ उनको हृदयमा अझै पनि एउटा आशा जीवित थियो कि सायद उनी आउने छिन्। घरभित्रबाट एउटी बुढी आइमाई बाहिर आइन्। उनले टिकट उठाएर हेरिन् र केही दिनपछि स्कुलको 70औं वार्षिकोत्सव संगीत समारोहको दिन आयो। सबै श्रोताहरू उत्साहित थिए। जुनले अर्केस्ट्रा टोलीसँग आफ्नो उत्कृष्ट प्रदर्शन दिन लागिरहेका थिए। जुनका आमा बुबा पनि त्यहाँ श्रोताहरूमा थिए। उनकी आमाले उनलाई पियानो बजाउँदै देखेर धेरै खुसी थिइन्, तर त्यहाँ एउटा सिट खाली थियो जुनले सुको लागि आरक्षित गरेका थिए। तबै जुनको नजर ढोकाको नजिक गयो। त्यहाँ सु उभिरहेकी थिइन्। उनको अनुहारमा एउटा मुस्कान थियो र अनि बिना केही भनेकै उनी त्यहाँबाट हिँडिन्। जुनले एक पलको लागि पनि नसोचे। उनले सबैको सामुन्ने संगीत कक्ष छोडेर दौडिएर सुको नजिक आइन्। उनले उनलाई जोडले गले लगाइन् र जुनले भने, कृपया यो पटक फेरि मलाई छोडेर नजाऊ, कृपया सु। तर उनले भनिन्, मलाई जानुपर्छ जुन, आफ्नो ख्याल राख्नु, यो हाम्रो अन्तिम भेट हो। र उनी एक पटक फेरि त्यहाँबाट हिँडिन्। तबै जुनको पछाडि उनका बुबा आयो, तर जुनले भने, होइन, मैले सुलाई रोक्नुपर्छ, म उनलाई जान दिन सक्दिन। उनका बुबाले भने, के तिमी पागल भएका छौ? त्यहाँ कसै पनि छैन, तिमी कससँग कुरा गरिरहेका छौ? यो कुरा सुनेर जुन एकदमै आघात पुगे। तबै उनको दिमागमा ती सबै क्षणहरू पुनः चल्न थाले। स्कुलको पहिलो दिन जब उनले सुलाई आवाज दिएका थिए, तब हेनले उनको आवाजको जवाफ दिएकी थिइन्, किनभने दरअसल त्यहाँ सु थिइनन् नै। र जब उनको साथीले पर्दा हटाइरहेको थियो, तब उनले जुनसँग केही भनेका थिएनन्। यसै कारणले, किनभने त्यो पर्दाको पछाडि कसै पनि थिएनन्। जब सुले उनलाई हेनसँग देखेकी थिइन्, त्यो दिन पनि उनी मात्र हवासँग कुरा गरिरहेका थिए। यही कारणले आजसम्म कसैले पनि जुनलाई कुनै केटीसँग देखेका थिए। उनी दौडेर पुरानो पियानो कोठामा गए। उनी धेरै नै भ्रमित थिए। उनलाई केही बुझ्न सकिरहेको थिएन कि उनको साथ यो सबै के भइरहेको थियो। तबै पियानो कोठाको अगाडिको झ्यालको तल एउटा ठाउँमा आफैबाट केही लेखिन थाल्यो। त्यहाँ लेखिएको थियो, जुन, म सु हुँ, मलाई खुसी छ कि हामी भेटियौं। एउटा अन्तिम कुरा, म तिमीलाई माया गर्छु जुन। तबै उनको फोनमा एउटा कल आयो र यो कल सुकी आमाको थियो। जुनले तुरुन्तै त्यहाँबाट सुको घर आए। हामीले देख्छौं कि सुकी आमा धेरै नै बुढी भइसकेकी थिइन्, जबकि केही दिन अघि मात्र उनी धेरै जवान हुने गर्थिन्। जुनलाई उनीहरूको घरमा सुको धेरै पुराना तस्विरहरू देखिन्। सुकी आमाले उनलाई उही पुस्तक दिँदै भनिन् कि यो पुस्तक सुको मनको धेरै नजिक थियो। यस दौरानमा जुनले एउटा कुरा गौर गरे कि केही दिन अघि मात्र उनले सुलाई यो पुस्तक दिएका थिए, तर अब जब उनकी आमाले उनलाई यो पुस्तक दिइरहेकी थिइन्, तब उनले देखे कि पुस्तक धेरै पुरानो देखिन्छ, जस्तो कि त्यो धेरै पुरानो भएको छ। सुकी आमाले बताइन् कि सुले एक दिन उनीहरूलाई आफ्नो प्रेमीको बारेमा बताएकी थिइन्, वर्षौं अघि। साथै उनले मलाई एउटा पियानो कोठाको बारेमा बताएकी थिइन्, तर मलाई त्यसबेला उनको कुरामा विश्वास लागेन। त्यो पुस्तकमा मैले तिम्रो नम्बर देखेकी थिएँ, तर त्यसबेला त्यो नम्बर मलाई धेरै अनौठो लाग्थल। एक दिन जब सु आफ्नो स्कुलको पियानो कोठामा थिइन्, तब उनलाई पियानोको तल एउटा
पुस्तक भेटियो जसमा लेखिएको थियो गोप्य। त्यो पुस्तक खोलेर हेर्दा त्यहाँ उनलाई केही अनौठो बुझ्न नसकिने कविता लेखिएको देखियो। त्यो पुस्तकमा एउटा संगीतको गीत देख्न पाइन्थ्यो र जब उनले त्यो संगीतलाई पियानोमा बजाइन् तब अचानक वरिपरिका चीजहरू परिवर्तन हुन थाले र हेर्दै हेर्दै उनी 20 वर्ष भविष्यमा आइपुग्छ। त्यो दिन पहिलो पटक उनी भविष्यमा आएकी थिइन्। जब उनले फर्केर पियानोको तल त्यो पुस्तक राखेर हेरिन् तब उनले पहिलो पटक त्यहाँ जुनलाई देखिन्। उनलाई त्यसबेला बुझियो कि उनलाई मात्र त्यही मानिसले देख्न सक्छ जसलाई उनी भविष्यमा आएपछि सबैभन्दा पहिलो पटक देख्छिन् र सबैभन्दा पहिलो पटक उनलाई जुनले देखेका थिए। बिस्तारै बिस्तारै उनलाई जुनसँग प्रेम हुन थाल्यो। उनी प्राय जुनसँग भेट्न भविष्यमा आउने गर्थिन्। धेरै पटक यस्तो हुन्थ्यो कि सु जब पहिलो पटक आउँथिन कसैले अर्को पियानो कोठामा हुन्थ्यो भने उनी आँखा बन्द गरेर कक्षाको नजिक पुग्न थाल्थिन् ताकि उनी सबैभन्दा पहिलो पटक आफ्ना आँखा खोलेर जुनलाई मात्र देखुन्। तर धेरै पटक यस्तो हुन्थ्यो कि उनीले अर्कै कसैलाई देख्थिन् र यस कारणले त्यो पुरै दिन उनी जुनसँग भेट्न सक्थिनन् किनभने जुनले उनलाई देख्न सक्दैनथे। अब हामीले देख्छौं कि जुन दिन जुनले सुलाई संगीत समारोहमा जानको लागि निम्तो दिएका थिए त्यो दिन सुले सबैभन्दा पहिलो पटक अर्कै कसैलाई देखिन्। यही कारणले उनी चाहेर पनि जुनको नजिक आउन सकिनन्। उनले लाख प्रयास गरिन् कि जुनले उनलाई देखुन् तर यस्तो हुँदैनथ्यो। उनी पूरा दिन उनको साथमा नै थिइन् तर जुनले उनलाई देख्न सक्दैनथे र उनलाई लागिरहेको थियो कि सु त्यहाँ उनको लागि आइनन् जबकि उनी त उनलाई यति प्रेम गर्थिन् कि उनी सबै कुरा छोडेर उनको नजिक आउन चाहन्थिन्। जब जब उनले हेन र जुनलाई सँगै देख्थिन् उनलाई धेरै नै राम्रो लाग्दैनथ्यो किनभने उनी चाहेर पनि सधैँ जुनको नजिक रहन सक्दिनन्। उनी सधैँ भूतकालमा आएर आफ्नो घरमा धेरै रुन्थिन्। उनकी आमाले उनलाई सोध्न धेरै प्रयास गर्थिन् तर सुले केही भनिनन्। उनी बताउँदै पनि कसरी के कोही उनको कुराहरूको विश्वास गर्थ्यो? यी दिनहरूमा सुले धेरै पटक प्रयास गरिन् तर उनी अर्कै कसैलाई नै पहिलो देख्थिन्। एक दिन उनले यो कुरा स्वीकार गरिन् कि सायद अब उनी दोब्बर जुनसँग कहिले भेट्न सक्दिनन् किनभने उनलाई थाहा थियो कि यो भवन चाँडै नै भत्काइनेछ। यो पुरानो पियानो कोठा जहाँबाट उनी भविष्य र भूतकालमा जान्थिन् त्यो रहने छैन। उनी धेरै दुखी हुन थालिन्। उनको अनुहारबाट त्यो प्यारो स्माइल कहीँ हराइसकेको थियो। तर एक दिन उनले सोचिन् कि उनले यति चाँडै हार नमान्नुपर्छ र उनी फेरि पियानो बजाएर भविष्यमा आइन्। तर जब उनी त्यहाँ पुगिन् उनले जुन र हेनलाई चुम्बन गर्दै देखिन्। त्यो दिन उनको हृदय पूर्ण रूपले दरारबाट टुट्यो। उनी त्यही दिन जुनबाट टाढा दौडेर फर्केर आफ्नो घर आइन्। त्यो दिन रातमा उनी आफ्नो कोठाको भित्र धेरै रुँदै थिइन्। उनको आवाज सुनेर उनकी आमा पनि त्यहाँ आइन्। त्यही दिन रुँदै सुले भनिन्, म जुनलाई धेरै सम्झन्छु। म उनको साथ रहन चाहन्छु। म उनलाई कसै अर्काको साथ देख्न सक्दिन। वर्तमानमा जुनलाई सुको केही तस्विरहरू मिलिन् जसमध्येबाट उनी एउटा तस्विरमा जुनका बुबाको साथमा थिइन्। जुनले सुकी आमासँग सोधे कि सु अब कहाँ छिन्? तब उनकी आमा यहाँ जवाफ दिइन् कि त्यो दिनको केही दिनपछि उनले एउटा पत्र लेखिन् र अनि त्यो दिनदेखि उनी कहीँ हराइन् जसको पछि उनीहरूलाई कहिले भेटिनन्। जुनले त्यो फोटो लिएर आफ्ना बुबासँग सुको बारेमा सोधे। उनका बुबाले बताए कि आजभन्दा 20 वर्ष अघि सु एउटी विद्यार्थी हुन्थिन्। उनी एउटी धेरै नै होनहार र शान्त विद्यार्थी थिइन् तर ती दिनहरूमा उनी मसँग धेरै नै अनौठा कुराहरू गर्थिन् भविष्यसँग सम्बन्धित। उनले भनेकी थिइन् कि उनी पियानो बजाएर भविष्यमा जान सक्छिन्। एक दिन उनले मसँग एउटा अनुरोध मागेकी थिइन्। मैले देखे कि उनी कुनै कुराले धेरै दुखी थिइन् र ती दिनहरूमा उनी धेरै पटक स्कुल बन्द गर्न थालिन्। उनले भने कि सुले उनलाई एउटा पुस्तक दिँदै भनेकी थिइन् कि म यो पुस्तकलाई केही दिनका लागि सम्हालेर राख्छु र अनि त्यो दिनदेखि मैले उनलाई कहिले देखिन। हामीले बुझ्छौं कि त्यो दिन जब जुनले संगीत समारोह छोडेर उनलाई भेट्न आएका थिए तब उनी चाँडै नै फर्केर आफ्नो भूतकालमा गइन् किनभने उनलाई थाहा भएको थियो कि भविष्यमा त्यो पियानो कोठालाई केही दिनमा नै भत्काइनेछ। उनी घरमा आएर धेरै रोइन् र अनि उनले निर्णय गरिन् कि उनी भविष्यमा जुनसँग भेट्न जानेछिन् सुले जानु अघि आफ्नै आमालाई एउटा पत्र लेखिन्। वर्तमानमा जुनका बुबाले जुनलाई बताए कि सुलाई अन्तिम पटक केही बच्चाहरूले एक रात स्कुलको पियानो कोठातिर जाँदै गरेको देखेका थिए तर अनि उनी कहीँ हराइन्। वास्तवमा त्यो दिन सु जब पियानो कोठामा गएर पियानो बजाइरहेकी थिइन् भविष्यमा आउनको लागि तब त्यस समयमा भविष्यमा
अन्त्यमा त्यो भवनलाई भत्काइदिरहेको थियो, जसको कारणले भवनको भित्ताहरू ढलेर सुको मृत्यु भयो। जुनले यो सुनेर बुझे कि आज नै हो त्यो दिन जुन रात त्यो भवनलाई भत्काइनेछ। उनका बुबाले उनको लागि उही पुस्तक ल्याउन जानुभयो जुन सुले वर्षौं अघि उनीहरूलाई दिएकी थिइन्। तर यस बीचमा जब उनी पुस्तकलाई निकालेर फर्केर आए तबसम्म जुन त्यहाँबाट गइसकेका थिए। जुन त्यहाँबाट तीव्र गतिले उही पुरानो भवनतिर जाँदै थिए, किनभने उनलाई थाहा थियो कि यदि आज उनी त्यहाँ पुगेनन् भने उनी सधैँको लागि सुलाई हराउनेछन्। त्यही घरमा उनका बुबाले वर्षौं पुरानो पुस्तकमा जुनको नम्बर लेखिएको देखे। जुनलाई हेरेर उनी बुझ्न सके कि सुले वर्षौं अघि जे भन्थिन् त्यो सबै कुरा सत्य थियो। उनी बुझिसकेका थिए कि जुन उही पुरानो भवनतिर जाँदैछन्। उनी पनि तीव्र गतिले उनको पछि लाग्न थाले। तर जुनले केही समयपछि त्यहाँ पुगे, उनले देखे कि केही मिनेटमा नै भवनलाई भत्काइनेछ। उनले सबैबाट लुकेर भवनको माथितिर जाने प्रयास गरे, तर उनले देखे ढोका बन्द छ। तर आज जे भए पनि उनलाई त जाने थियो, त्यसैले उनले कसै प्रकारले माथि चढे। उनले झ्यालको काँच तोडेर भित्र पुगे। उनले जरा पनि ढिला नगरी त्यहाँ त्यो संगीतलाई बजाउन थाले। यस दौरानमा यो भवनलाई भत्काउने काम सुरु भइसकेको थियो, तर उनी सु नभेटेकै कहीँ जानेवाला थिएनन्। उनले डर बिना पूरा ताकतसँग पियानो बजाए र अन्त्यमा जब त्यो संगीतको बजाइसकियो, स्क्रिन पूर्ण रूपले अन्धकार भयो र उनले आफ्ना आँखा खोले। त्यसबेला उनी 20 वर्ष अघिको भूतकालमा आइसकेका थिए। जस्तै सु उनको आँखाको सामुन्ने उभिरहेकी थिइन्। उनलाई देखेर जुनको खुसीको ठिकाना नरह्यो। सुले धेरै नै आश्चर्यचकित भइन्। दुवैको आँखामा खुसीका आँसु छल्किन्। अब यहाँबाट हामीलाई केही दिन पछिको दृश्य देखाइन्छ। हामीले देख्छौं दुवैले एक अर्काको साथ पाएर धेरै खुसी थिए। उनीहरू सँगै घुम्छन्, रमाइलो गर्छन्, हरेक एउटा पललाई खुसीले बाँच्छन् र यसैसँग यो कथा एउटा सुखान्त अन्त्यसँग सकिन्छ। कहिलेकाहीँ प्रेम बस एक साथ हुनुको नाम मात्र होइन, बल्कि समय, दूरी र भाग्यसँग लड्ने हिम्मत पनि दिन्छ। सु र जुनको यो कथा बस एउटा रोमान्टिक यात्रा मात्र थिएन, बल्कि उनले यो कुरा प्रमाणित गर्छिन् कि सत्य प्रेमले समयका बन्धनहरूलाई पनि पार गर्न सक्छ। अन्त्यमा जब प्रेम सत्य हुन्छ त मानिस सबैसँग लड्छ। म आशा गर्छु तपाईलाई यो कथा मन पर्यो होला।